पैसै दिन्थिस् होला पैसै त के दिनु जुधेको आइमाईहरु हाम्रो मोदर र म चाहिँ कुच्चो निकाल्न आइदिया हेर्नु न कस्तो हालत भयो मेरो पन्जा लाएर चाहिँ काम गर्नुपर्ने हुन्छ साथीहरु सेवा अनि नमस्ते साथीहरु स्वागत छ फेरि पनि यहाँहरुलाई मेरो न्यू भ्लगमा न्यू भिडियोमा अनि आज चाहिँ म फेरि पनि नयाँ भ्लग लिएर आइसकेको छु साथीहरु अहिले चाहिँ म गाउँमा छु सो गाइस मेरो भिलेज भ्लगहरु आइरहेको छ हेरेर लाइक कमेन्ट गर्न नबिर्सनु होला यदि नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नुभएको छैन भने कृपया मेरो च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला गाइस मेरो मम्मी आउँदै हुनुहुन्छ पछाडी चाहिँ हामी चाहिँ जाँदै छौं आज बाख्रा गोठालो त नभनौं साथीहरु कुच्चो निकाल्दा धमाधम छ सो साथीहरु हामी चाहिँ बाख्रा लिएर बाख्रालाई चाहिँ जंगलतिर यसो कुच्चोबारीतिर खेदाइदिएर हैन हामी चाहिँ कुच्चो निकाल्छौं दुईटा काम हामीले चाहिँ एकैचोटी गर्छौं क्या सबैले हैन भ्याइहाल्छौं क्या बाख्रालाई पठाएर कुच्चो निकाल्छौं मेरो मोदर पनि आउँदै हुनुहुन्छ यहाँ हाम्रो बाख्राहरु चाहिँ अगाडि गइराछन् हामी चाहिँ जाँदै छौं साथीहरु हेर्नु हाम्रो बाख्राहरु जुधेको आइमाईहरु अनि यता चाहिँ हाम्रो कुवातिर सिमसाक रहेछ हामी चाहिँ आज कुच्चो बारीको भ्लग बनाउँदै छौं लु के सानो जुधेको यहाँ चाहिँ रहेको छ हाम्रो पानी पधेरो यो चाहिँ चिसो पानी आउँछ यहाँ चाहिँ वा पर पनि छ त नि पर भरेर लानुपर्छ बोतलमा आज चाहिँ मैले काममा आउँदा पनि मोबाइल लिएर आएको छु साथीहरु यही भ्लग बनाउनको लागि जुत्नु दिनु नि साफी यिनीहरुको सिङै भाच्चिने गरी सिङ त रहेनछ तर एउटाको चाहिँ एउटाको चाहिँ के न्यूमा पनि यस्तो जुत्छन् यो बाख्राहरु नि बोकाहरु पो जुत्छ त यो बाख्राहरु पनि किन जुधेको अगाडि गइसक्यो आदि चाहिँ यिनीहरु दुईटा चाहिँ यहाँ के कुरा मिलेन यिनीहरुको केमा लाफा परिरहेछ बिहान चाहिँ पानी पर्ला जस्तो थियो मौसम तर अहिले चाहिँ छैन घाम लागिरहेछ सो हामी जाँदै छौं हाम्रो कुच्चो बारी तर्फ फटार कटुस फल्ने बेला आथेल हैन हुर्क्यो कटुसको ठुलो झ्याङ हो यो चाहिँ र साथीहरु हामी चाहिँ लाग्दिदै छौं हाम्रो कुच्चो बारीतिर आजको डे ड्युटी हो हाम्रो कुच्चो निकाल्ने चाहिँ है हामी चाहिँ जाँदै छौं बोल्न पनि राम्रोसँग आउँदैन हो याबाची के गर्नु यस्तै छ भ्लग बनाउन मन लाग्ने बोल्न नजान्ने चाहिँ मै होला सायद अनि लगाइस हामी भरेतिर भेट्छौं है त हामीले चाहिँ यहाँ पानी भरेर बोक्दैछौँ है साथीहरु यो चाहिँ दारु चाहिँ हैन है दारु चाहिँ हैन पानी नै हो एकदम अर्ग्यानिक कुवाको पानी बाख्रा चाहिँ यहाँ तलतिर लगाएर चाहिँ हामी चाहिँ जाँदै छौं हाम्रो कुच्चो बारी घाम पनि कस्तो चर्को लाग्छ हौ यस्तो बिहान र बेलुका चाहिँ लास्टै जाडो चिसो दिउँसो चाहिँ यस्तो गर्मी हुन्छ नि साथीहरु पुरै नगरौँ हामी चाहिँ लाग्दैछौँ अगाडि बाटो नि अप्ठ्यारो छ ल साथीहरु अब चाहिँ हामी काम गर्नुपर्ने हुन्छ पन्जा लाएर चट्टसँग हैन साथीहरु पन्जा लाएर चाहिँ कुच्चो झिक्नु पर्ने हुन्छ पन्जा लाएर पनि यतातिर काट्छ यार यस्तोतिर है छेत मेरो हात कस्तो भएको यार कस्तो नराम्रो देखिएको म छे अर्को भ्लगमा पछि भ्लगमा म मेकअप गरेर राम्रो भएर आउँछु साथीहरु डोन्ट इग्नोर प्लिज माई थोप्रा यस्तै भन्नुपर्ने हुन्छ कहिलेकाहीँ हैन अब हामीले चाहिँ यतैतिर निकाल्ने निर्णय गर्यौ आमा छोरीले चाहिँ यहाँ मासतिर निकाल्छौं त्यसपछि मुठा चाहिँ यहाँ फालेर चाहिँ हामी भरे भारी लाएर घर जान्छौं साथीहरु अनि अब चाहिँ मोबाइललाई चाहिँ घोप्ट्याइदिम राखौं झोलामा हैन अब कसरी मोबाइल देखाइ कसरी काम गर्नु हैन पन्जा नि लाउनु छ दुवै हातमा पन्जा लाएपछि त टचै हुँदैन मोबाइल सो साथीहरु राखे ल भरे भेटौं है त साथीहरु अहिले चाहिँ 2 बज्यो 2 बजेको बेलामा चाहिँ मलाई चाहिँ एकदम गर्मी भयो जस्तो म चाहिँ एकछिन बसेको है हेर्नु न कस्तो हालत भयो मेरो ओठ चाहिँ सबै फुट्छ क्या यो कुच्चोको यस्तो झुटो मुटोहरु नि यस्तो सुकेको सानो टुक्राहरु उडेर आउँछ नि त यस्तो यसले चाहिँ लास्टै ओठ फुट्ने क्या यो ओठ फुट्छ यो अनुहारतिर कुच्चोले यस्तो पत्ताले काटेर राम पोलिरहेछ गर्मीमा सो साथीहरु म चाहिँ बिसाउँदै छु हामी चाहिँ 3 बजे चाहिँ
कामबाट निस्किन्छौँ 3 बजे चाहिँ भारी सारी लाएर चाहिँ बोकेर चाहिँ हामी बाख्रा धपाउँदै घरतिर लाग्नुपर्ने हुन्छ। आज चाहिँ मदर र म मात्रै आएको हो। बहिनी चाहिँ आज मेरो बहिनी चाहिँ आएन, किनभने आज मेरो बहिनी बाख्रा रुँग्दैछ क्या। बाटोमा उसले चाहिँ बाख्रा रुँग्छ अनि हामी चाहिँ कुच्चो लिएर बाख्रा खेदाउँदै जान्छौँ। अनि चाहिँ हामी भेटेर सँगै चाहिँ जानुपर्ने हुन्छ साथीहरू। भरे देख्नुहुनेछ तपाईँहरूले पनि। सो साथीहरू यस्तै छ गाउँले जिन्दगी, गाउँले लाइफ। राम्रो पनि छ, दुःख पनि छ, त्यही हो साथीहरू। 2 बजेको प्लेन पनि जाँदैछ, आवाज सुन्दैछु म चाहिँ। घामले छिर्केमिर्के यो के भएको यार। मेरो मदरले चाहिँ यहाँ भारी लाउँदै हुनुहुन्छ। आज त झन् थोरै निकालेछौँ कि क्या हो? होइन नि, बराबर ठिकै भारी माथि छ। बराबरी भारी लाउनु है, बिस्तारै जानुपर्छ। यो बोक्नु चाहिँ गाइस साह्रै गाह्रो हुन्छ। यो कुच्चो बोक्नु सघाउने मान्छे भएको भए त नि म त पैसै दिन्थिस् होला। पैसै त के दिनु, घरमा भएको ठुलो रातो ककटकहरू चाहिँ काटेर खुवाउने। यो भारी बोक्नु सघाउने मान्छेलाई कोही पनि छैन। के गर्नु साथीहरू, गाह्रो छ हौ। आकाश चाहिँ अहिले कति सफा भयो, खुल्ला नि क्लियर। हेर्नु न साथीहरू, दामी भएको छ है। वाउ साथीहरू, जुम गरेर देखाइदिएको ल साथीहरू। मेरो मम्मी कति मिहिनेती हुनुहुन्छ, भारी लाउँदै हुनुहुन्छ कुच्चोको। मेरो मम्मीको लागि साथीहरू प्लिज लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। यहाँ तल चाहिँ रुखमा अमला फलेको छ, तर हामी टिप्नै सक्दैनौँ यार साथीहरू। यो रुखमा चाहिँ अमला फलेको छ कि, तर टिप्नै सकिँदैन यार। अब चाहिँ हाम्रो जाने बेला हुन लागेको छ। अहिले चाहिँ 3 बजेको छ साथीहरू। 3 बजेको छ अहिले चाहिँ। अब चाहिँ हामी भारी लाउँछौँ अनि चाहिँ बोकेर टुई जानुपर्ने हुन्छ। भन्दा नि बिसाइ सकिँदैन नि त भारी बोक्न, त्यही भएर बिस्तारै जानुपर्ने हुन्छ। हेलो गाइस, गुड मर्निङ धोकदिया। आज पनि हाम्रो मदर र म चाहिँ कुच्चो निकाल्न आइदिया साथीहरू। हिजोको भ्लग चाहिँ अन्तिम भएको छैन, सो फेरि पनि हामी भ्लगमा आएको छौँ। हाम्रो भ्लगलाई चाहिँ हेरेर कमेन्ट गरिदिनु, अनि नयाँले सब्सक्राइब गरिदिनु, लाइक गरिदिनु है। फर्स्टमा चाहिँ लाइक गर्नु होला, त्यस पछाडि कमेन्ट गर्नु होला, अनि सब्सक्राइब पनि गर्नु होला नगर्नेले चाहिँ। कुच्चो बगानमा चाहिँ हामी आएको छौँ। यस्तो छ हाम्रो कुच्चो साथीहरू। यहाँ चाहिँ घाम उदाउँदैछ, हेर्नु न यहाँ कस्तो आधी खोरै देखिरहेको छ यार। हाम्रो मम्मी चाहिँ यता जानुहुँदैछ। अब चाहिँ मनी कुच्चो निकाल्नु पर्ने हुन्छ साथीहरू। यो चाहिँ हाम्रो रहेको छ खरे खोला, यता रहेको छ सबै हाम्रो कुच्चोबारी है। अनि मेरो पन्जाहरू चाहिँ यहाँ रहेको छ, पन्जा लाएर चाहिँ काम गर्नुपर्ने हुन्छ साथीहरू। सो हामी चाहिँ जाँदैछौँ यता।